गाइज रोमानियामा चाहिँ पुरै के अरे क्रिसमस लाएर यस्तो भइरहेछ। यो चाहिँ हाम्रो श्रीलङ्काको ब्रो क्रिसमस लाएर पुरै झिलिमिली अवस्था छ। हामीले काम गर्ने ठाउँ चाहिँ यो हाम्रो यहाँ साथीहरू यस्तो छन्। हामीले काम गर्ने चाहिँ यही भित्र हो। ऊ सुरज ब्रो भन्ने नेपाली ब्रो चाहिँ यहाँ अलि बसिरहेको छ होइन, गएको छ होइन, सुरज भाइ ऊ चाहिँ छक्का हो होइन साथीहरू, छक्का हो होइन साथीहरू। गाइस यस्तै छ हाम्रो काम। अब पुरै यहाँ काम सकेर पनि बाहिर निस्किरहेको अवस्था छौँ होइन। जतासुकै हरियाली मात्रै छन्। झिलमिल हाम्रो तिहार माथिको कोही माथि छन् तिहारको चाहिँ होइन। यहाँ चाहिँ क्रिसमस हुन्छ क्या, हाम्रो तिहारमा भएको जस्तो झिलमिल चाहिँ यहाँ चाहिँ क्रिसमस हुन्छ। गाइजहरू यस्तै छन्। अब आफू त थाकेर हामी त थाकेर आइरहेको छौँ यहाँ काम गरेर होइन। हरियाली देखाइदिनु हरियाली हरियाली हेर्न चाहन्छु भने तपाईँहरू म देखाउने छु अगाडि। हरियाली यस्तो अवस्था छ होइन साथीहरू। हरियाली छ बिहान चाहिँ मात्रै छ खाली हरियाली देखिरहेको थियो। ए यस्तो हरियाली छ साथीहरू। हामीले काम गर्ने चाहिँ यही भित्र हो, पार्क भएर नि हो यहाँ धेरै जस्तो हरियाली देखिरहेको होइन। यताको यो हावामा नहरू न। यो चाहिँ नुडल प्याक हो। यो कुरो चाहिँ लास्टै खतम छ होइन। पुरै हरियाली छ यहाँ नेपाली ब्रो जाउँ ब्रो पुरै हरियाली छ यहाँ। पुरै खतरा छ साथीहरू। फाइनली गाइज यहाँ यो सुरज ब्रोले चाहिँ यहाँ अनेक थरी सिकाएर के बोलिरहेको छ यो ब्रो। सेफ राति केही सिकाउनु नि हो केटालाई। हावा लाग्छ